आज चाहिँ घरमा छु। यहाँनिर चाहिँ आज पिरो थुक्पाको लागि त्यो लसुन छ यिनीहरू केलाउँदैछु अहिलेको लागि। यो अब कसरी बनाउँदो रहेछ पिरो थुक्पा, जो हामी माथि जो लेखमा बस्छ सबसे टपमा त चिसो हुन्छ, त्यसको लागि थुक्पा खाइसकेपछि शरीर गरम बनाउनु पर्यो। त्यसको लागि के प्रयोग हुन्छ, कसरी बनाउँछ भनेर चाहिँ आज म तपाईँहरूलाई देखाइदिन्छु। पिरो थुक्पा यो चाहिँ पिरो थुक्पा। पहिला सबसे पहिला चाहिँ लसुन अलिकति ज्यादा केलाउनु पर्छ। हेर्नुहोस् पुरा छ यहाँनिर चाहिँ यसरी पुरा छ यिनीहरू। यस्तो छ। पहिला लसुन रेडी थुक्पाको लागि। यो चाहिँ लसुन पुरा केलाउनु पर्छ। सबसे पहिला चाहिँ यो हो, बहुत मेहनत लाग्छ। यो चाहिँ लसुन रेडी भयो। चाहिँ थुक्पाको लागि पानी रेडी हुँदैछ। थुक्पाको लागि यो पानी रेडी हुँदैछ। ग्यास हुँदैछ। अब ये रेडी हो गया, ये बॉइल रेडी हो गया। रेडी भयो चाहिँ अब चाहिँ पानी तार्नु पर्छ यसलाई मजाले। चाहिँ रेडी भयो हो। यो थुक्पा रेडी भयो। अब फेरि यो चाहिँ सुपको लागि यो पनि रेडी हुँदैछ। मिक्सीमा ठुलो मान्छे मिक्सीहरू चलाउँदैछ। मिक्सीमा गरेर फेरि यो चाहिँ गर्नुपर्छ, मजाले पकाउनुपर्छ। यो चाहिँ अब सुपको लागि बोइल गर्दैछु। फेरि पानी पुरा बोइल गर्नुपर्छ। यो पहिला यो उम्लेर बोइल भइसकेपछि मात्रै त्यहाँबाट चाहिँ अरू चिजहरू हाल्नुपर्छ। के हाल्नुपर्छ अन्तिमसम्म हेर्नु होला। अब यो मिर्चीहरू हाल्नुपर्छ। हेर्नु खोर्सानी चाहिँ बहुत छ है, बहुत छ। पिरो थुक्पा लसुन अलिक ज्यादा हाल्नुपर्छ। यो चाहिँ यही हो पिरो थुक्पाको लागि चाहिँ रेडी हुँदैछ यो।
पानी जस्तो बनाउनुपर्छ यसलाई। चाहिँ अब यत्रो बनाउनुपर्छ भरि नै ठुलो उसमा। पानी बोइल हुँदैछ, यो पानी पहिला बोइल भइसकेपछि मात्रै यो हाल्नुपर्छ, अहिले हाल्नु हुँदैन चाहिँ। अब यो बोइल भयो, बोइल हुने बित्तिकै हाल्नु हुँदैन, यो चाहिँ एकछिन बादमा यो पानी अलिकति पनि पाक्नुपर्छ यो पहिला, तब मात्रै यो हाल्नुपर्छ। जिउ पुरा शरीर गरम हुन्छ त्यसको लागि चाहिँ यसरी पकाउनुपर्छ। यो पानी पाकिसकेपछि तब मात्रै यो हाल्नुपर्छ। अब मैले हालेँ त यो पानी पाक्यो भन्दा नि हुन्छ हो, पानी पाक्यो, पानी पाकेपछि चाहिँ यो हाल्नुपर्छ। हेर्नुहोस् है, आहा बहुत मजा आउँछ होला है आज चाहिँ। अब यो अलिकति पानी उगलेर यो पुरा हालिसकेपछि त्यहाँबाट हेर्नुहोस् यो पुरा बोइल गर्नुपर्छ। नुन हाल्नुपर्छ, नुन यो 1 चम्मच 2 चम्मच अनि अलिकति यो चाहिँ नुन चाहिँ थप्छु म। हेर्नुहोस् बोइल हुँदैछ, देखाउनु। अब यो हुचिङ हो चाहिँ त्यसरी हाल्नुपर्छ हो, हाल त्यो हुचिङ हो यो चाहिँ त्यो खालको बट्टाको। अब यो पुरा बोइल गर्नुपर्छ। यो यत्तिकै रेडी हुँदैन, यसलाई आधा घन्टा बोइल गर्नुपर्छ। अब तब मात्रै टेस्ट आउँछ यसको। लसुन अनि खुर्सानी पनि बहुत राम्रो टेस्ट आउँछ। यसले चाहिँ पुरा अलिकति रस खायो भने पुरा शरीर गरम बनाउँछ, शरीरको लागि राम्रो पनि हो यो। अब यो पाकेपछि चाहिँ यस्तो फ्रिज जस्तो आउँछ। हेर्नुहोस् यो चाहिँ पाकेको हो, हेर्नुहोस् दामी भएछ, दामी। आहा रस त दामी, हेर्नुहोस् है क्या दामी रस भयो। लसुनको दामी सिन आउँछ। यो खाइसकेपछि शरीर बहुत दामी हुन्छ थुक्पाकोसँग। यो चाहिँ पाकेको भन्छ। जब यो फ्रिज आयो नि तब चाहिँ पाकेको, एकदम पाक्यो, एकदम पाक्यो यो चाहिँ। अब सबै कुरो रेडी भयो, दामी भएको छ रस चाहिँ। आज यसरी पकाउनुपर्छ है पुरा। थुक्पा मटर रेडी छ अनि यो के रेडी छ गाइज हेर्नुहोस् त्यहाँ। थुक्पा दामी 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 है ल। अब खाने चाहिँ 2 जना मात्र छ, भरे हुन्छ। खाने चाहिँ बहुत ज्यादा। अब चाहिँ यो चाहिँ 2 जनाको लागि मात्र अलिअलि। बाई बाई त्यति पुग्छ। थुक्पा रेडी भयो। यो चाहिँ बहिनीको लागि ल। अब यो मटरहरू राख। दामी भएछ है, दामी भएछ थुक्पा चाहिँ। यो चाहिँ रेडी थुक्पा है ल। मजाको थुक्पा भएको छ। अब मजाले खानुपर्छ। पिरो थुक्पा। खै अन्डा केरो चाहिँ कहाँ गयो तिम्रो? मटर चाहिँ कहाँ गयो खै? के खाइसक्यो अन्डा अगाडि? ल है त गाजा, अब यो भिडियो लिने मान्छे छैन, आफै भिडियो लिँदै खाँदैछु हो। अब कस्तो चाहिँ भएछ थुक्पा खाइयो। यो चाहिँ एकदम दामी थुक्पा है। यो चाहिँ फेरि यो चाहिँ लसुन र एकदम हरियो यो के भन्छ अगबरी खुर्सानीको दामी हुन्छ यो चाहिँ। हेर्नुहोस्। अनि यो अन्डा चाहिँ किन हालेको भने यो पिरो हुन्छ, एकदम पिरो हुन्छ। अनि त्यसको ज्यादा पिरो खान सकेन भने चाहिँ यो अन्डाको जुन नानी छ यो घोल्नुपर्छ यहाँनिर चाहिँ। खै त
यो चाहिँ घोल्नुपर्छ, तब चाहिँ पिरो चाहिँ पुरै हट्छ। यो यसरी घोल्नुपर्छ यो, तब चाहिँ पिरो चाहिँ एउटै पनि हुँदैन। गाइस तपाईँहरू पनि एकचोटि बनाएर खाएर हेर्नुहोस्। तर सुप बनाउनुभन्दा पहिला चाहिँ यो पानी पुरा पाक्नुपर्छ, त्यहाँबाट मात्रै यो लसुन र यो डल्ले खुर्सानी चाहिँ मजाले गरेर चाहिँ पकाउनुपर्छ। त्यो पनि फेरि पकाउनुपर्छ, पुरा टाइम लाग्छ। यो सुप रेडी हुनुलाई मात्रै तपाईँको 40 मिनट, आधा घन्टादेखि लिएर 40 मिनट चाहिँ पुरा बोइलै हुनुपर्छ। यो हेर्नुहोस् दामी हुन्छ यो सुप चाहिँ। हेर्नुहोस् यो खाइसकेपछि पसिना आउँछ, हेर्नुहोस् हो। यो खाँदैछ त्यहाँ, ठुलो मान्छेहरू पनि खाँदैछ। ठुलो मान्छेहरू चाहिँ के खायो खै? खै अन्डा? अम्बो अन्डा त के हो यस्तो? यत्रो खान सक्छ? सक्दैन। हेर्नुहोस् अब यो खायो, अब यो जति पनि खान सक्छु म। यो थुप्रै खानुपर्छ भन्ने छैन। योसँग चाहिँ सुपसँग चाहिँ यो मटर र यो अन्डा राखेर पनि हामी खान सक्छौँ। यो चाहिँ बेलुकालैसम्म हुन्छ। यो बेलुका अब ठुलो छोराहरू, फेरि माइलो छोरा छ, मेरो मामा छोरा हुन्छ, 2-3 जनाले खान्छ यो। अनि फेरि यो सुप त बेलुकासम्म त सक्छ। यो दामी सुप छ नि त। यो चाहिँ ठुलो छ, झन् यो 5-7 लिटर सुप छ अझै पनि यहाँनिर। यस्तो दामी सुप हुन्छ। मेन चाहिँ यो सुप हो, खाने तरिका त सबैको एउटै हुन्छ, तर मेन चाहिँ सुप बनाउने तरिका हुन्छ त्यो सुप चाहिँ। गाइज अब फेरि नेक्स्ट भिडियोमा अर्को खानेकुराहरू बनाएर फेरि पनि आउनेछु। धन्यवाद।